गाइस हामी चाहिँ बलिदानको छ हैन बलिदान चाहिँ हेलो गाइस लिफ्टमा चढिसक्यौ गाइस यहाँ हलमा चाहिँ गाइस हामी चाहिँ हल गाइस अहिले चाहिँ इन्टरभल भएर निस्केको छौं भाइ हल भएर चाहिँ ट्याक्क फिल्म सक्यो हेलो गाइस हामी फिल्म हेर्न गइरहेको छौं कान्तारा भन्ने अब यो बेगदाको ब्लगमा मेरो थर्ड एन्ट्री हो कस्तो फ्ल्यासलाइट बाली हिँड्नु परेको छ हामीले चाहिँ अजारोमा हामीले रातिको शो बुक गरेको छौं एकदम धेरै रमाइलो हुन्छ भनेर हैन यहाँ चाहिँ विवेकदा हुनुहुन्छ हामी विवेकदालाई देखाउँछौँ यहाँ विवेकदा हुनुहुन्छ हामीले यो ब्लग 3 चोटि रिसुट गरिसक्यौँ के हामी पागल भइसक्यौँ रिसुट गर्दा गर्दा मेरो बहिनी छिन् यहाँ मेरो बहिनी धेरै राम्री छिन् अनि हामी तपाईहरुलाई रिभ्यू दिन्छौँ कस्तो छ फिल्म हामीलाई कस्तो लाग्यो भनेर धेरैजनाले अलरेडी रिभ्यू दिनुभएको छ त्यही पनि हामी पनि दिन्छौँ हजुरहरुलाई गाइस हामी डिम्याक्स पुगिसक्यौँ हाम्रो गाइजहरु चाहिँ यता हुनुहुन्छ यिनीहरु खाएर आउनु भएछ यहाँ हाम्रो हेन्डसम दाइहरु हुन्छ सबैजना यहाँ चाहिँ कोही को मान्छे यहाँ हाम्रो विवेक दाइ हुन्छ हामी चाहिँ डिम्याक्स आइसक्यौँ हैन उहाँहरु चाहिँ म्याचिङ के यहाँ उभो त यो 3 जना म्याचिङ छ क्या सब किन यस्तो भएको होला म मात्र मान्छे हो युनिक हो नि त म हामी डिम्याक्स पुगिसक्यौँ म तपाईहरुलाई कान्ताराको उठा देखाउँछु पोस्टर देखाउँछु चाहिँ बलिदानको छ हैन बलिदान चाहिँ हामी हेर्ने भने त हेर्नु तर यहाँ कान्तारा छ हामी यो हेर्छौँ सबसे सानो पोस्टर यसको त तर यही धेरै चलो हैन समीर भट्ट हुन्छ यहाँ हेन्डसम मान्छे हाम्रो गाइजहरु यहाँ हुनुहुन्छ हाम्रो अरु गाइज आउँदै हुन्छ यता यो चाहिँ डिम्याक्स हो दमकको सबसे खतरा हल हैन यो एकदम लजालु छ अहिले पनि लजालु छ मलाई के लाग्छ यो हाम्रो मान्छेहरु लजालुहरु हुनुहुन्छ यहाँ हाम्रो हुन्छ वहाँ हेलो गाइस हामी डिम्याक्सको भित्र आइसकेको छौँ अलिपुराबाट बना भन्दा यहाँ मान्छेको बारेमा हेलो गाइस ओटीटी कस्तो ओटीटी हो आउटफिट चाहिँ क्या हामी चाहिँ डिम्याक्स भित्र छिरेका छौँ अहिले अब बेला नभएकोले एकछिनमा माथि जान्छौँ अब हामी चाहिँ यहाँ डिम्याक्स आइपुगिसकेका छौँ है गाइस डिम्याक्स हल हामी अब कान्तारा मुभी हेर्नलाई माथि जाँदैछौँ है गइहाल्यो अहिले अब हामी फेरि अर्को पल्ट लिफ्ट गर्छौँ लिफ्टलाई अनि लिफ्ट आउँछ अनि माथि जाने अब लिफ्टमा चढिसक्यौँ डिम्याक्स माथि जाने अब माथि गएर हामी फिल्म हेरेर भरे फेरि रिभ्यू दिने फिल्मको किम भाइ पहिलो आउनुभयो नि डिम्याक्सको पहिलो हैन के कस्तो पहिलो भनेको नै डिम्याक्सको काठमाडौँमा त कति हेरेर नि बिचराले प्रेक्षकको कति तेस्रो चौथो कति हाल्नु मेरो त 1000 भइसक्यो पैसाको त 1000 भन्दा धेरै क्रस गरिसक्यौ हामी माथि आइसक्यौँ हाम्रो भेषरासहरू पनि आउनु भएको रहेछ यहाँ के छ भेषरास कान्तारा मुभी हेर्ने नि हामी होइन अब के छ ठिक छौँ नि हामी माथि आइसक्यौँ अब यहाँ चाहिँ ब्याग लगेज राख्ने ठाउँ रहेछ गाइस यहाँ हलमा चाहिँ अहिले अब फिल्म ढिलो लागेको भएर मान्छेको भिड बाहिर जमिरहेको छ किन 5-10 मिनट डिले भयो फिल्म अहिले मान्छे आउँदै हुनुहुन्छ यहाँ बसिरहनु भएको छ हाम्रो पर्जलले पानी किन्दै हुन्छ बलिदान माइती घर हरिबहादुरको जुत्ता 3टा फिल्म लागिरहेको छ अहिले कान्तारा मुभी हेर्न आएको छौँ कान्तारा बल्ल सफाइ गरिसकेर अब
भित्र चाहिँ नै भयो अब हामी भित्र जाँदैछौँ लगायत हामी चाहिँ हलभित्र भदौ 25बाट सुरु भइसकेको छ अँध्यारो रहेछ अहिले घोषित गरेछौँ हामी छठ पूजाको भोलिपल्ट आरके फैन्सी स्टोर दमक झापा हाउसफुल छ टिकट आज प्याक छ मान्छेहरू आउने बाँकी हुनुपर्छ अहिले अँध्यारो छ हाम्रो चाहिँ मान्छे धमाधम आइरहनु भएको छ गाइजहरू हल फुल प्याक छ कान्तारा मुभीको लागि भएर चाहिँ ट्याक्क हामी अब अँध्यारो छ अहिले पर्छ होला यता अँध्यारो छ होइन इन्टरभल भइरहेछ अहिले चाहिँ इन्टरभल भएर निस्केको छौँ भाइ कस्तो लाग्यो फिल्म इन्टरभलसँग राम्रो लाग्यो तिमीलाई इन्टरभलसँग कस्तो लाग्यो फिल्म राम्रो छ नि होइन पैसा वसुल हुन्छ नि होइन बवाल भाइ इन्टरभलसँग कस्तो लाग्यो राम्रै छ राम्रो हो बवाल होइन पैसा वसुल हुन्छ नि